एकजना ट्याक्सी चालक जसको जीवन पैसा कमाउनुमा मात्र सीमित थियो, तर एउटा यात्राले उसलाई सत्य, अन्याय र बलिदानको अर्थ सिकायो। आज म तपाईहरूलाई एउटा यस्तै साधारण मानिसको असाधारण यात्राबारे बताउन गइरहेको छु। फिल्म 1980 मा दक्षिण कोरियाको गौङ सहरमा भएको ऐतिहासिक लोकतान्त्रिक आन्दोलनमा आधारित छ। कहानीको सुरुवात हुन्छ सन् 1980 देखि, जहाँ हामीलाई एक ट्याक्सी चालकलाई देखाइन्छ जसको नाम किम हुन्छ। किम राति आफ्नो घर फर्किन्छ। त्यो घर किमको आफ्नो घर हुँदैन। किम त्यो घरमा भाडामा बस्ने गर्छ। किमको यो संसारमा उनकी छोरी बाहेक अरू कोही पनि छैन। किमको श्रीमतीको पनि केही बिमारीको कारण मृत्यु भइसकेको हुन्छ। किम जब घर फर्किन्छ, उसले देख्छ कि छोरीको निधारमा घाउ भएको छ। उसले थाहा भइसकेको थियो कि पक्कै घर मालिकको छोराले उसलाई हिर्काएको हुनुपर्छ। त्यसैले ऊ रिसाएर ती घरबेटी बस्ने कोठामा जान्छ। यहाँ किमले केही भन्नुभन्दा पहिला नै घरको साउनीले उल्टै उसलाई आफ्नो छोरीलाई केही सिकाउने गर, हेर त मेरो छोराको कस्तो हाल बनाइदिएको छ भन्दै आफ्नो छोराको घाउ देखाउन थाल्छिन्। किनभने किमकी छोरीले पनि उसलाई अलिअलि हिर्काएकी हुन्छ। त्यसपछि साउनीले भन्छन्, तिमीले पछिल्लो 4 महिनाको भाडा तिरेको छैनौ। तिम्रो भाडा 40,000 भइसकेको छ। यो कुरा सुनेर किम निकै चिन्तित हुन्छ। म तपाईँको भाडा चाँडै नै चुक्ता गर्छु भन्दै किम आफ्नो कोठामा फर्किन्छ। किमले आफ्नो छोरीलाई यो बारेमा केही पनि भन्दैन, किनभने किमले आफ्नो छोरीलाई निराश बनाउन चाहँदैन थियो। उसले आफ्नो छोरीलाई सधैँ खुसी नै देख्न चाहन्थ्यो। किमले रेडियोमा समाचार सुनिरहेको हुन्छ कि दक्षिण कोरियामा मार्शल लो लागू हुँदैछ भनेर। खासमा दक्षिण कोरियामा अहिले आन्दोलनहरू चलिरहेको हुन्छन्, त्यसैले त्यहाँ मार्शल लो लगाइएको हो। मार्शल लोको अर्थ यो हो कि अब देशको नियन्त्रण प्रहरी वा राजनीतिकहरूले होइन, सेनाद्वारा हुनेछ। सजिलो भाषामा भन्नुपर्दा सैनिक शासन। र यस्तो माहौलमा मानिसहरू कमै बाहिर निस्किन्छ, किनकि कसैको पनि ज्यानलाई खतरा हुन सक्छ। अब आम्दानी भोलिदेखि कम हुने भयो भनेर किम यो कुराले निकै चिन्तित हुन्छ। अर्को दिन किम जब एक रेस्टुरेन्टमा खाना खाँदै हुन्छ, त्यति बेला उसले अर्को टेबलमा बसेको केही ट्याक्सी चालकहरूको कुरा सुन्छ। तीमध्ये एक ट्याक्सी चालक निकै खुसी देखिन्छ। उसले भन्छ, आज मैले एउटा भिआइपी सवारी भेटेको छु जसलाई गौजु सहर लगेर फिर्ता ल्याए भने उसले मलाई 40,000 रुपियाँ दिनेछ। उसको साथीहरूले सोच्छन्, को हो र त्यो मान्छे? फेरि उसले भन्छ, ऊ एक विदेशी हो। उनका साथीहरूले सोच्छन्, के तिमीलाई उसको भाषा इङ्ग्लिस आउँछ र? उसले भन्छ, म पहिला युएस आर्मी क्याम्पको नजिकै बस्ने गर्थेँ, त्यसैले म तिनको भाषा बुझ्न पनि सक्छु र बुझाउन पनि सक्छु। त्यसपछि उसले भन्छ, म यो खाना खान्छु र सिधा थिएटर जान्छु, जहाँबाट मैले उसलाई रिसिभ गर्नुपर्नेछ। किमले त्यहाँ यो सबै कुरा सुनिरहेको हुन्छ। किमले सोच्न थाल्छ कि यदि उसले यो सवारी भेटायो भने उसको 4 महिनाको घरको भाडा 40,000 एकैचोटिमा चुक्ता गर्न सकिन्छ। त्यसैले किम अर्को ट्याक्सी ड्राइभर भन्दा पहिले नै त्यहाँ पुग्छ। थिएटरको बाहिर पुगेर उसले आफ्नो सवारीलाई चिन्छ, किनभने उसले विदेशी सवारी भनेको थियो र त्यहाँ एक मात्र विदेशी हुन्छ जसको नाम पिटर हुन्छ। पिटर एक जर्मनी हुन्छ, तर पिटर पछिल्लो 8 वर्षदेखि जापानमा एक रिपोर्टरको रूपमा काम गर्दै आइरहेको थियो र जापानमा यो कुरा थाहा भइसकेको थियो कि दक्षिण कोरियामा विद्यार्थीहरूले सरकार विरुद्ध आन्दोलन सुरु गरेका छन्। त्यसैले पिटर यो रिपोर्ट खोजीमा यहाँ आएको थियो। उनलाई यो पनि थाहा थियो कि यो खबरले संसारबाट लुकाइएको छ र अब पिटर यो खबरलाई संसारका सामु ल्याउन चाहन्थ्यो। पिटरसँग साउथ कोरियाको एक रिपोर्टर पनि हुन्छ जसले उसलाई भनेको थियो कि जुन आन्दोलनको खबर उसलाई चाहिएको छ त्यो यहाँ होइन, गोङजु सहरमा पाइनेछ। त्यसैले पिटर गोङजु जान लागेको हुन्छ कि यहाँ किम आफ्नो ट्याक्सी लिएर पुग्छ। पिटरसँग भएको साउथ कोरियाको रिपोर्टरले ट्याक्सी हेर्छ र किमलाई भन्छ, मैले प्राइभेट ट्याक्सी भनेको थिएँ, तर तिम्रो ट्याक्सी प्राइभेट होइन। किमले भन्छ, प्राइभेट ट्याक्सीहरू सबै व्यस्त थिए, त्यसैले उनीहरूले मलाई यहाँ पठाएको हो। पिटरले त्यो कोरियन रिपोर्टरलाई सोध्छ कि यो ड्राइभरले मैले भनेको कुरा बुझ्छ कि बुझ्दैन, किनभने पिटरलाई साउथ कोरियाको भाषा आउँदैन थियो। उसले केवल इङ्ग्लिस मात्रै बोल्न सक्छ। फेरि कोरियन रिपोर्टरले भन्छ, हो मैले ट्याक्सी कम्पनीलाई सबै कुरा जानकारी दिएको थिएँ। र किमलाई सोध्छ, के तिमीलाई अङ्ग्रेजी बोल्न आउँछ? किमले पनि लटरपट इङ्ग्लिस बोल्छ र उसले पिटरलाई आफ्नो ट्याक्सीमा राखेर गन्तव्यतर्फ निस्किन्छ। अब केही बेरपछि त्यहाँ त्यो ट्याक्सी चालक आइपुग्छ जसलाई उनीहरूले बुक गरेका थिए, तर अब धेरै ढिला भइसकेको थियो किनभने किम आफ्नो यात्रुले लिएर निस्किसकेको हुन्छ। र यसै बीचमा किमले पिटरलाई भन्छ कि ऊ पहिला साउदी अरबमा ट्याक्सी चलाउने काम गर्ने गर्थ्यो र त्यहाँ कमाएको पैसाले मैले यहाँ आएर यो ट्याक्सी किनेको हो। पिटरले पनि इङ्ग्लिसमा उसँग कुरा गर्छ, तर उसले भनेको कुरा किमलाई बुझ्न गाह्रो भइरहेको थियो। त्यसैले किमले भन्छ, तपाईँले अलि स्लोली तरिकाले मसँग कुरा गर्नुभयो भने मलाई सजिलो हुने थियो। पिटरलाई यहाँ थाहा भइसकेको हुन्छ कि किमलाई इङ्ग्लिस खासै राम्रोसँग आउँदैन भनेर। अब यी दुवैजना गोङजु सहरको सिमानामा आइपुगेका थिए, जहाँ वारियरहरू राखेको हुन्छ र त्यहाँ लेखेको हुन्छ क्लोज, जसको मतलब यहाँबाट अगाडि जान अलाउड छैन। पिटरले आफ्नो ब्यागबाट क्यामेरा निकालेर यी सबै कुरा रेकर्ड गर्न थाल्छ। किमलाई थाहा हुँदैन कि ऊ एक रिपोर्टर हो। पिटरले किमलाई भन्छ, तिमी अगाडि बढ, हामीले रोकिनु हुँदैन। र किमले आफ्नो ट्याक्सीलाई वारियर क्रस गरेर अगाडि बढाउँछ। तर केही मात्र दूरी पार गरेपछि उनीहरूले देख्छन् कि त्यहाँ सेनाका केही जवानहरू तैनात गरिएको छ। पिटरले किमलाई भन्छ, उनीहरूलाई म रिपोर्टर हो भन्ने कुरा नभन्नलाई भन्छ।
तर किमले उसले भनेको कुरा राम्रोसँग बुझ्दैन। अब त्यहाँ एउटा सैनिक आउँछ र भन्छ, तिमीले त्यहाँ अगाडि लगाएको ब्यारियर देखेनौ, तिमी यहाँसम्म कसरी आइपुग्यौ? फेरि किमले भन्छ, मेरो यो प्यासेन्जरले गोङजु जानु छ। सैनिकले भन्छ, के तिमी मर्न चाहन्छौ? तिमी यहीँबाट फर्किनु पर्छ, अगाडि जान एलाउड छैन। यो सुन्न साथ किमले आफ्नो ट्याक्सी त्यहाँबाट फर्काउँछ। केही किलोमिटर पर पुगेपछि पिटरले किमसँग सोध्छ, के यहाँबाट गोङजु जानको लागि बाटो छ? किमले भन्छ, हामी गोङजु जान सक्दैनौ किनकि त्यहाँको बाटो सबै आर्मीले ब्लक गरेको छ। हामी फेरि सियोलले फर्किनेछौँ जहाँबाट हामी आएका थियौँ। पिटरले किमलाई भन्छ, यदि तिमीले मलाई गोङजु लिएर गएनौ भने म तिमीलाई एक पैसा पनि दिने छैन। किमले सोध्छ, तिमीले यो क्यामेरा आफूसँग किन ल्यायौ? तिमी गोङजु किन जान चाहन्छौ? पिटर यो कुराले रिसाउँदै भन्छ, तिम्रो काम हो मलाई गोङजु पुर्याउने, मैले के काम गर्छु भन्ने कुरा तिमीलाई थाहा पाउनु पर्दैन। पिटरले भनेको कुरामा किमले केवल एउटा शब्द मात्र बुझ्छ, त्यो शब्द हुन्छ बिजनेस। त्यसपछि किमले भन्छ, के तिमी बिजनेसम्यान हो? पिटर मुस्कुराउँछ र भन्छ, हो म बिजनेसम्यान हो। अब किम थोरै अगाडि पुग्छ र उसले एक किसानलाई सोध्छ, मलाई गोङजु जानु छ कि गोङजु जानका लागि यता अर्को बाटो छ? किसानले भन्छ, छ, त्यहाँ अर्को बाटो पनि छ, तिमी त्यो बाटो हुँदै गोङजु जान सक्छौ। किम पिटरलाई लिएर त्यो बाटो हुँदै अगाडि बढ्न थाल्छ। तर केही किलोमिटर मात्रै अगाडि फेरि अर्को चेकपोस्ट हुन्छ जहाँ सेना तैनात हुन्छन्। किमले आफ्नो मनमा भन्छ, यिनीहरूले मलाई पैसा कमाउन नदिने भए। किम ट्याक्सीबाट ओर्लिन्छ र अफिसरलाई भन्छ कि मेरो ट्याक्सीमा एक अमेरिकी बिजनेसम्यान छ जसलाई म अहिले एयरपोर्टबाट लिएर आउँदैछु। ऊ आफ्नो देश फर्किन लागेको थियो तर उसले केही इम्पोर्टेन्ट डकुमेन्ट गोङजुमा नै बिर्सिएको छ। यदि त्यो डकुमेन्ट भएन भने ऊ कहिले अमेरिका फर्किन सक्दैन। त्यसैले मलाई गोङजु शहर जान अत्यन्तै जरुरी छ। सेना अफिसर पनि अलमलमा पर्छ। अन्ततः उसलाई गोङजु जान अनुमति दिन्छ र भन्छ, त्यहाँ अहिले विरोध भइरहेको छ, तिमीलाई त्यहाँ गएर आफ्नो काम सकेर तुरन्तै फर्किनु पर्छ। किमले यो कुरा सुनेर अचम्ममा पर्छ र त्यहाँबाट अघि बढ्न थाल्छ। केही पर पुगेपछि किमले ट्याक्सी रोकेर पिटरसँग भन्छ, अब तिमीले मलाई पैसा दिनुपर्छ, होइन भने म यहाँबाट अगाडि जान सक्दिन। पिटरले आधा पैसा मात्र दिन्छ र भन्छ, बाँकी आधा पैसा फर्केपछि भन्नाले सियोल पुगेपछि। किमले पनि त्यसको कुरा मान्छ र उनीहरू दुवैजना अब गोङजु शहरमा पुग्छन् जहाँ चारैतिर सुनसान हुन्छ। त्यति बेला एउटा ट्रक उनीहरूको ट्याक्सीको अगाडि रोकिन्छ जसमा धेरै कलेजका विद्यार्थीहरू थिए। पिटरले ती विद्यार्थीहरूलाई देखेर आफ्नो क्यामेरा निकाल्छ र उनीहरूको फोटो लिन थाल्छ। किमलाई अब थाहा हुन्छ कि पिटर कुनै बिजनेसम्यान होइन, ऊ त एक रिपोर्टर हो भनेर। यो कुरा जब स्टुडेन्टलाई थाहा हुन्छ उनीहरू पनि निकै खुसी हुन्छन् किनभने उनीहरूले पनि चाहन्थे कि यहाँ के भइरहेको छ त्यो बारेमा संसारलाई थाहा होस्। त्यहाँ ब्रुस नामको एउटा केटा हुन्छ जसलाई इङ्ग्लिस राम्रोसँग आउँथ्यो र ऊ पिटरसँग कुरा गर्न थाल्छ। ब्रुसले पिटरलाई भन्छ कि हामी अहिले हस्पिटलतिर जाँदैछौँ जहाँ धेरै घाइते भएका हाम्रा साथीहरू छन्। फेरि पिटरले भन्छ, के म तिमीहरूसँग जान सक्छु? ब्रुसले भन्छ, हुन्छ, जान सक्छौ। र पिटर पनि उनीहरूको ट्रकमा चढ्छ। किम पनि आफ्नो कार लिएर उनीहरूको पछाडि पछाडि हुन्छ तर किमलाई चान्स मिल्ने बित्तिकै किमले उनीहरूलाई छोडिदिन्छ किनभने किम यो सबै लफडामा पर्न चाहँदैन थियो। ऊ केही परसम्म मात्र पुगेको थियो कि उसले त्यही बाटोमा एउटा बुढी महिला देख्छ जसलाई हस्पिटल जानु थियो। पहिला त किमले उसलाई वास्ता गर्दैन तर उसको मनले नमानेपछि ऊ फर्केर आउँछ। उसको छोरो हिजो रातिदेखि हराएको हुन्छ त्यसैले किमले उसलाई अस्पताल पुर्याइदिन्छ। किम अस्पतालमा पुग्दा पिटर र ती सबै विद्यार्थीहरू पनि त्यही हुन्छन्। उनीहरूले पनि किमलाई खोजिरहेका हुन्छन् किनभने पिटरको एउटा ब्याग किमको गाडीको पछाडि नै छुटेको हुन्छ तर किमलाई यसको बारेमा थाहा थिएन। उनीहरूलाई लाग्छ कि किमले रिपोर्टरको ब्याग लिएर जानी गएको हो। किमले त्यो ब्याग दिनलाई पिटरलाई आफ्नो ट्याक्सीमा लैजान्छ र किमले पिटरको ब्याग उसलाई फिर्ता दिन्छ। पिटरले पनि उसलाई भागिरहेका 20,000 दिन्छ। यो देखेर त्यहाँका सबै विद्यार्थीहरू अचम्मित हुन्छन् किनभने सियोलबाट गोङजुसम्म आउनको लागि यो पैसा धेरै नै बढी हुन्छ। ती विद्यार्थीहरू मध्ये एउटा विद्यार्थीले किमको हातबाट त्यो पैसा खोजेर पिटरलाई फिर्ता गरिदिन्छ। अब किम पनि रिसाउँछ र उसले पिटरबाट पहिला लिएका ती 20,000 पनि फिर्ता गरिदिन्छ र भन्छ, जब म तिमीलाई फर्काएर सियोल लिएर जान्छु तब मलाई यो पैसा दिनु। यति भनेपछि उनीहरू त्यहाँबाट निस्किन्छन् तर पिटर केही समय सहर घुम्न चाहन्थ्यो त्यसैले उसले ब्रुसलाई पहिला नै आफूसँग हिँड्नलाई भनेको हुन्छ किनभने ब्रुसलाई इङ्ग्लिस राम्रोसँग आउँथ्यो। साथै उसले किम र पिटर बीचमा हुने कुराकानीलाई ट्रान्सलेटरको रूपमा काम पनि गर्न सक्थ्यो। तिनीहरू जाँदै गर्दा त्यहाँ देख्छन् कि धेरै मानिसहरू जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् अनि ब्रुसले सबैलाई भन्छ कि हामीसँग एक विदेशी रिपोर्टर आएका छन् जसले हाम्रो कुरा संसारसम्म पुर्याउन चाहन्छन्। यो कुरा सुनेर तिनीहरू सबै खुसी हुन्छन् र सबैले ताली बजाउँछन्। पिटरले यो सबै क्यामेरामा आउने गरी क्याप्चर गर्न चाहन्थ्यो त्यसैले ऊ नजिकको एक बिल्डिङको छतमा जान्छ जहाँ पहिला नै एक लोकल रिपोर्टर पनि हुन्छ। त्यहाँ दुवैले एकअर्कासँग परिचय पनि गर्छन्। जब यी दुवैजना छतबाट सुट गरिरहेका थिए त्यति बेला त्यहाँ आर्मीहरू आइपुग्छन् र निर्दोष मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउन सुरु गर्छन्। यो देखेर किम र पिटर अचम्ममा पर्छन् किनकि उनीहरूले समाचारमा जुन कुरा सुनेका देखेका थिए त्यो सबै झुटो थियो। समाचारमा भनिएको थियो कि कलेजका विद्यार्थीहरू बिना कारण विरोध प्रदर्शन गरिरहेका छन् र सरकारले तिनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ तर उनीहरू मानिरहेका छैनन्। तर यहाँ वास्तविकता बिल्कुलै फरक थियो। पिटर र लोकल रिपोर्टर तल गएर भिडियो सुट गर्न चाहन्छन्। किमले उनीहरूलाई रोक्ने प्रयास पनि गर्छ तर उनीहरू मान्दैनन् र तल जान्छन्। जब
पिटरले त्यहाँको सबै वास्तविक कुरा सुट गरिरहेको थियो त्यतिबेला एक आर्मी अफिसरले उसलाई देख्छ। तर आर्मीले उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिला नै उनीहरू सबै ट्याक्सीमा चढेर त्यहाँबाट निस्किन्छन्। यहाँ धेरै खतरा भएकोले किम र पिटर अब फर्किन चाहन्छन्। त्यसैले ब्रुस ट्याक्सीबाट ओर्लिन्छ। जब ट्याक्सी थोरै अगाडि पर्छ एक्कासी ट्याक्सी बिग्रिन्छ। त्यतिबेला त्यहाँ एक लोकल ट्याक्सी ड्राइभर आउँछ र उनीहरूलाई आफूसँगै लिएर जान्छ। उनीहरू एउटा वर्कसपमा जान्छन्। त्यहाँ उनीहरूलाई थाहा हुन्छ कि ट्याक्सी रिपेयर हुनलाई 2 घण्टा जति लाग्छ भनेर। ब्रुस पनि अब फेरि उनीहरूसँगै थियो र किम यहाँ निकै तनावमा हुन्छ किनभने उसकी 11 वर्षको छोरी घरमा एक्लै हुन्छ र ऊ कुनै पनि हालतमा घर जान चाहन्थ्यो। त्यसैले उनीहरू केही समयको लागि त्यही ट्याक्सी ड्राइभरको घरमा पुग्छन्। त्यतिबेला अचानक एक ठुलो विस्फोटको आवाज आउँछ। हामीलाई थाहा हुन्छ कि यहाँका लोकल मान्छेहरूले टेलिभिजन स्टेसन ब्लास्ट गरिदिएका हुन्छन् किनभने तिनीहरूले सबै न्युज झुटो देखाइरहेका थिए। त्यो ब्लास्टको आवाज सुनेर अब यी तीनैजना त्यो ठाउँमा पुग्छन्। जब पिटरले त्यहाँ त्यो सबै घटना सुट गरिरहेको हुन्छ त्यहाँ उसले डिफेन्स सेक्युरिटी कमान्डले देख्छ जसले पहिलेदेखि नै उनीहरूलाई खोजिरहेको थियो। अब यी तीनैजना भागेर एउटा बिल्डिङमा जाँदै हुन्छन् कि त्यो सेक्युरिटी कमान्डले ब्रुसलाई समाउँछ। किम र रिपोर्टर माथि लुकेका हुन्छन्। अफिसरलाई थाहा हुन्छ कि उनीहरू यतै वरिपरि नै छन्। उनीहरूले उसलाई सुन्न सक्छन्। त्यसैले उसले ती दुवैलाई चेतावनी दिन्छ कि तिमीहरूले मलाई क्यामेरा दिएनौ भने म तिमीहरूको साथीलाई मारिदिनेछु। ब्रुसले अफिसरलाई भन्छ कि त्यो रिपोर्टरलाई कोरियन आउँदैन। मैले त्यसलाई रिक्वेस्ट गरेँ भने उसले सायद त्यो क्यामेरा तिमीलाई दिन सक्छ। ब्रुसले थाहा छ कि यो अफिसरले इङ्ग्लिस बोल्न पनि आउँदैन र उसले बुझ्दैन पनि। त्यसैले उसले पिटरलाई भन्छ कि यो क्यामेरा फिर्ता नदिनु। यसमा तपाईले जे पनि रेकर्ड गर्नु भएको छ यहाँको सत्य संसार सामु पुर्याइदिनु। त्यहाँ ब्रुसले देख्छ कि सेनाको जवानहरू पिटर र किम लुकेको ठाउँतिर जाँदैछन् र उसले दुवैलाई भाग्नलाई भन्छ। किम र पिटर त्यहाँबाट भाग्छन्। उनीहरूले त्यहाँ गोलीको आवाज सुन्छन् र यहाँ थाहा हुन्छ कि अफिसरले ब्रुसलाई मारिदिएको छ। अब यी दुवैजना भाग्दा भाग्दै छुट्टिन पुग्छन् र अफिसरले किमलाई समाउँछ। उसले किमलाई मार्न लागेको हुन्छ कि पिटरले पछाडिबाट अफिसरको टाउकोमा हानेर किमलाई बचाउँछ। अब दुवैजना फेरि त्यही लोकल ट्याक्सी ड्राइभरको घरमा फर्किन्छन्। किमले त्यहाँ पिटरलाई सबै आफ्नो अतीतका कुरा उसँग सेयर गर्छ कि कसरी उसले पैसा कमायो, कसरी उसकी श्रीमती बिरामी भइन् र उसको सबै पैसा उसको उपचारमा खर्च भयो र अब मलाई आफ्नो भन्ने मेरो छोरी मात्रै छ, त्यो नै मेरो संसार हो र म कुनै पनि हालतमा आफ्नो छोरीसम्म पुग्न चाहन्छु। त्यसैले ऊ बिहान सुटुक्क किमले केही नभनी त्यहाँबाट निस्किन्छ। यहाँ पिटरले उसलाई हेरिरहेको हुन्छ तर उसले किमलाई रोक्ने प्रयास पनि गर्दैन। जब किम आफ्नो घर जानलाई त्यहाँबाट निस्किन लागेको हुन्छ त्यहाँ उसलाई त्यही ट्याक्सी ड्राइभर जसको घरमा उनीहरू बसेका थिए उसले किमलाई त्यहीको ट्याक्सी नम्बर प्लेट दिन्छ किनभने गोङजुको सेनाले सियोलको ट्याक्सी खोजिरहेका हुन्छन्। अब ऊ आफ्नो सहरतर्फ निस्किन्छ। उसले बाटोमा छोरीको लागि भनेर एक जोड जुत्ता पनि किन्छ। जब ऊ केही परसम्म पुग्छ उसलाई महसुस हुन्छ कि उसले पिटरले यसरी छोडेर नआउनु पर्ने थियो। उसले हाम्रो लागि त यो सबै गरिरहेको छ, उसलाई म कसरी यस्तो हालतमा छोड्न सक्छु भन्दै आफ्नो ट्याक्सी फर्काउँछ। जब ऊ घर पुग्छ उसले देख्छ कि पिटर त्यहाँ हुँदैन। उसलाई त्यहाँ थाहा हुन्छ कि पिटर हस्पिटलतिर गएका छन्। त्यसपछि किम पनि हस्पिटल जान्छ। त्यहाँ उसले ब्रुसको लास देख्छ जसलाई त्यो अफिसरले गोली हानी मारेको थियो। त्यहाँ चारैतिर मान्छेहरू पीडाले रुँदै कराउँदै गरेको देख्छ। यो सबै देखेर किम धेरै नै दुखी हुन्छ। यहाँ पिटर पनि पूर्ण रूपमा भित्रदेखि नै टुटिसकेको हुन्छ। उसलाई यो थाहा भइसकेको थियो कि यो संसारबाट मानवता भन्ने चिज नै लोप भइसकेको छ। किमले पिटरलाई हौसला दिलाउँछ र भन्छ तिमीले त्यो काम गर्नै पर्छ जसको लागि तिमी यहाँ आएका थियौ। तिमीले पुरै संसारलाई बताउनै पर्छ कि यहाँ के भइरहेको छ। अब यी दुवै अस्पतालबाट निस्किन्छन् तर बाहिरको माहौल अझै शान्त भएको थिएन। त्यहाँ अझै पनि आन्दोलन चलिरहेको हुन्छ। आर्मीले निर्दोष मानिसहरूलाई मारिरहेका हुन्छन्। सडकमा धेरै मानिसहरू घाइते अवस्थामा लडिरहेका हुन्छन् र जो कोही उनीहरूले लिन जान्छ आर्मीले उनीहरूलाई गोली हानिरहेका थिए। त्यसैले किम र उनको साथमा भएका सबै ट्याक्सी ड्राइभरहरू जो यहाँका लोकल ट्याक्सी चालक हुन् उनीहरूले आफ्नो ट्याक्सीले त्यहाँ एक ब्यारियर बनाउँछन् ताकि घाइते मानिसहरूलाई उठाउन सकियोस्। तर आर्मीले लगातार उनीहरूतिर गोली चलाइरहेको हुन्छ। अब उनीहरू पनि त्यहाँ फसिसकेका थिए। त्यतिकैमा दुईजना मानिसहरू त्यहाँ ठुला ठुला ट्रक लिएर आउँछन् र यसले उनीहरूलाई त्यहाँबाट निस्किने मौका मिल्छ। पिटर पनि किमको छेउमा आइपुग्छ र यी दुवै ट्याक्सीमा बसेर त्यहाँबाट निस्किन्छन्। उनीहरू लुकेर भित्री बाटो हुँदै जाँदै हुन्छन् कि त्यहाँ पनि चेकपोस्ट लगाएको हुन्छ। सिवल सहर जाने अर्को कुनै विकल्प नभएकोले उनीहरू जब चेकपोस्टमा पुग्छन् आर्मीले उनीहरूलाई रोक्छ। एकजना सिपाहीले उनीहरूको गाडीको टिकट जाँच गर्दा उसले त्यहाँ सियोलको नम्बर प्लेट देख्छ तर उसले केही पनि भन्दैन र उनीहरूलाई जाने अनुमति दिन्छ। वास्तवमा उनीहरूलाई विशेष आदेश हुन्छ कि कुनै पनि गाडीले यहाँबाट जान नदियोस् भनेर। यहाँ त्यो आर्मी अफिसरलाई पनि थाहा थियो कि यहाँ जे भइरहेको छ त्यो गलत हो। त्यसैले उसले उनीहरूलाई रोक्ने प्रयास गर्दैन। उनीहरू ट्याक्सी लिएर निस्किनु अघि नै आर्मीले रेडियोमा सन्देश आउँछ कि कुनै पनि विदेशीलाई सीमा पार गर्न नदियोस् भनेर। तर उनीहरूले किमको ट्याक्सी रोक्नु अघि नै किम ट्याक्सी लिएर त्यहाँबाट निस्किन्छ र त्यसपछि धेरै आर्मीका गाडीहरूले उनीहरूलाई पछ्याउन थाल्छन्। ती आर्मीहरूले अन्धाधुन तरिकाले उनीहरूमाथि गोली चलाइरहेका हुन्छन्।
अब त्यहाँ धेरै लोकल ट्याक्सी ड्राइभर आइपुग्छन् जसले उनीहरूको रक्षा गर्छन्। उनीहरूले आर्मीको गाडीहरूलाई आफ्नो ज्यानको बाजी लगाएर रोक्छन्। अब किम र पिटर दुवै सफलतापूर्वक सियोलको लागि त्यहाँबाट निस्किन्छन्। उनीहरू एयरपोर्ट बाहिर पुग्छन् जहाँ दुवैले उनीहरूसँग भएका सबै रेकर्ड फुटेजहरू एउटा कुकीजको बट्टाभित्र लुकाउँछन्। त्यसपछि पिटरले किमलाई उसको नाम र नम्बर एउटा कागजमा लेख्नलाई भन्छ। उसले भन्छ कि म यहाँबाट सिधै जापान जान्छु र यहाँको सबै सत्य समाचार च्यानलमा प्रसारण भइसकेपछि म तिमीलाई भेट्न आउनेछु र मैले तिम्रो ट्याक्सीको मर्मत पनि गराउनु छ, किनभने किमको ट्याक्सी धेरै नै ड्यामेज भएको हुन्छ। किम एकछिन सोचमा पर्छ तर पछि उसले आफ्नो नाम र नम्बर कागजमा लेखेर दिन्छ। पिटर अब एयरपोर्ट भित्र जान्छ। पिटरको फ्लाइट भोलि बिहानको हुन्छ तर उसले केही जरुरी काम परेको हुनाले भन्दै जापान जाने पहिलो फ्लाइटको टिकट लिन्छ र किम भएको ठाउँमा आउँछ र किमले अँगालो हाल्छ र भन्छ, किम तिमी धेरै राम्रो मान्छे छौ र तिमीले धेरै राम्रो काम गर्यौ। किमले पनि मुस्कुराउँदै भन्छ, तिमीले पनि धेरै राम्रो काम गरेका छौ र अर्को पटक जब कोरिया आउँछौ नि कोरियन भाषा सिकेर आउनु। यो सुनेर पिटरको अनुहारमा पनि मुस्कान आउँछ र ऊ जापानका लागि निस्किन्छ। यता कोरियाको आर्मीले यात्रुहरूको सूचीमा पिटरको नाम लेखेको थियो कि ऊ भोलि बिहानको फ्लाइटबाट जापान जाँदैछ। उनीहरूले उसलाई समाउने प्लान बनाइसकेका थिए तर उनीहरूलाई थाहा थिएन कि पिटर त्यसअघि नै रातिको पहिलो फ्लाइट गरेर निस्किसकेको थियो। अब किम पनि आफ्नो घरमा आउँछ जहाँ उसकी छोरीले उसलाई पर्खेर बसिरहेकी हुन्छ। उसले छोरीलाई अङ्गालोमा बाँधेर रुँदै माफी माग्छ। यता पिटर जापान पुगेपछि कोरियाको जुन वास्तविक अवस्था थियो त्यो संसार सामु आउँछ र संसारलाई थाहा भइसकेको हुन्छ कि कोरियामा जे भइरहेको छ त्यो मानव अधिकारको खिलाफ हो। त्यसैले अन्तर्राष्ट्रिय दबावका कारण यहाँको सरकारले अब मार्शल लॉ हटाउनु पर्यो र यहाँको अवस्था फेरि एकचोटि पहिले जस्तै सामान्य हुन पुग्यो। केही महिनापछि पिटर कोरिया फर्किन्छ। पिटरले किमलाई खोज्ने प्रयास गर्छ। पिटरले त्यो नम्बरमा कल पनि लगाउँछ तर उसले दिएको नाम र नम्बर सबै गलत भएकाले पिटरले किमलाई भेट्न सक्दैन। पिटरले सन् 2003 मा 23 वर्षपछि फेरि कोरिया बोलाइन्छ उसको सम्मानको लागि, किनभने उसले कोरियाको लागि जे गरेको थियो त्यो कोरियाले कहिल्यै बिर्सन सक्दैन थियो। जब उसले आफ्नो स्पिच दिन्छ तब उसले किमको धेरै प्रशंसा गर्छ। उसले भन्छ, यदि किम नभएको भए मैले यो काम कहिले पनि गर्न सक्दिनँ होला। ऊ धेरै बहादुर र मेरो असल साथी थियो। म उसलाई कहिले बिर्सिन सक्दिन र म आज पनि उसलाई धेरै मिस गर्ने गर्छु। त्यही अर्को सिनमा देखाइन्छ कि किम आज पनि ट्याक्सी चलाउने काम गर्छ र उसले पत्रिकामा उसको पुरै स्पिच पढ्छ जसमा उसले किमको धेरै प्रशंसा गरेको हुन्छ र त्यसमा यो पनि लेखिएको हुन्छ कि म किमलाई भेट्न चाहन्छु। किमले उसको समाचार पढ्छ र भन्छ कि म पनि तिमीलाई कुनै दिन भेट्न चाहन्छु र यसैका साथ कथा यही समाप्त हुन्छ। यो थियो दक्षिण कोरियाको एउटा सत्य घटनामा आधारित फिल्म ट्याक्सी ड्राइभर। आशा छ कि इतिहासको यो सत्य घटना तपाईलाई पक्कै पनि मन पर्यो होला। थ्यांक्स फर वाचिङ।